हेलो। फेरि पनि हेर्नुहोस्, यो चाहिँ एमसिबी बक्स हो। अनि तपाईँको यो दुईवटा फ्ल्याट, यहाँको एउटा दुईवटा यहाँ तिनवटा छ। त्यहाँदेखि ताला माथिको दुई फ्ल्याटमा गएर चाहिँ तपाईँको यहाँनिर एमसिबी बक्स यहाँनिर राखिएको छ। अनि यस्तो गेजिङ तार छ, तपाईँले छुट्याउनु सक्नुहुन्न। तर के को तार हो जस्तो लाग्छ है यसो हेर्दाखेरि। जति पनि यो कालो छ यो चाहिँ न्युट्रल हो है। जस्तै अब तपाईँको फेस र न्युट्रल हुन्छ, हरेक लाइनमा फेस र न्युट्रल गएको हुन्छ। अनि यो चाहिँ तपाईँको ब्ल्याक चाहिँ न्युट्रल हो। अनि तपाईँको मेन लाइनको तपाईँको यहाँनिर यो मेन लाइन यहाँबाट आउँछ है। अनि मेन लाइन यहाँबाट आएर यो तपाईँको डिपीमा पस्छ है। यहाँनिर यहाँ माथि र यहाँ दुईवटा डिपीको लाइन यहाँ पसेपछि त्यहाँदेखि यहाँबाट फेरि मुनिबाट यहाँबाट थ्रो हुन्छ है। यहाँनिर तपाईँको यो कपरको यहाँनिर प्लेट लगाएको छ। यो कपरको प्लेटले चाहिँ तपाईँको यहाँदेखि लिएर चाहिँ तपाईँको सोलिड डल्लै तपाईँको मुनिबाट कनेक्सन यहाँसम्म पुग्छ। मेन लाइन आएर तपाईँको यहाँनिर पसेपछि त्यहाँदेखि मुनि भएको कपरको तारबाट फेरि हामीले सबै यहाँसम्म कनेक्सन जान्छ। तर यहाँ माथिबाट चाहिँ थ्रो भएको हुँदैन, किनभनेदेखि चाहिँ तपाईँको अब जति पनि यहाँनिर तपाईँको छ यहाँ लाइन है, यहाँ ग्याप किन गरेको भन्नुहुन्छ भनेदेखि चाहिँ इन्भर्टरको लाइन मुनि तालामा छ। अनि इन्भर्टरको लाइन आएर चाहिँ यहाँनिर पस्छ। अनि यहाँ तपाईँको इन्भर्टरको लाइन पनि मैले अलरेडी यहाँनिर मुनि र मेन लाइन आएको यहाँ जोडेको छु। अनि यहाँ पनि तपाईँको कपरको यहाँनिर प्लेट लाग्छ सानो है। अनि यहाँ तपाईँको अब यहाँबाट चाहिँ यो तपाईँको एउटा 16 र 10 को छ दुईवटा है। यो दुईवटाबाट चाहिँ तपाईँको यहाँको र माथिल्लो फ्ल्याटमा तपाईँको इन्भर्टरको लाइन जान्छ। किनभने यिनीहरू जति पनि छ यसमासँग चाहिँ इन्भर्टर कनेक्सन गर्नु हुँदैन, नभए चाहिँ यो चाहिँ तपाईँको सर्किट हुन्छ है। त्यसले गर्दा यो अलगै हुनुपर्छ। यो जति पनि देख्नु भएको छ तपाईँको यसमा चाहिँ फेस मात्रैको है। अनि यसमा चाहिँ यो एमसिबीमा चाहिँ तपाईँको कहिले पनि यो न्युट्रलको पस्दैन। न्युट्रल चाहिँ तपाईँको डाइरेक्ट आएर तपाईँको डिपीमा पस्छ। डिपीबाट थ्रो भएर चाहिँ तपाईँको त्यहाँदेखि फेरि यहाँनिर जान्छ है। यो कम्पनीले यो एमसिबी बक्समा यसरी दिएको हुन्छ है। अनि यहाँनिर तपाईँको डिपीबाट यहाँ आएपछि यहाँबाट चाहिँ सबै रुममा थ्रो हुन्छ। तर मेन चाहिँ तपाईँको यहाँ हुन्छ, किनभने यो एमसिबी डाउन भयो भने चाहिँ तपाईँको मेन सबै डाउन हुनुपर्ने हुन्छ। अनि जस्तै अब तपाईँको यो एमसिबी पनि तपाईँको यहाँनिर तपाईँले देख्नु हुँदैछ। तर जस्तै अब यो यहाँ डिपी यो 40 को है, यो 40 को हो। त्यहाँदेखि 16, 6, 6, 6, 6 है। त्यहाँहरू त फेरि 10, 10, 10, 10 छ सबैको यहाँसम्म। अनि यो तपाईँको यहाँ 10 यतिवटा 10 चाहिँ किन भन्छ, यो चाहिँ सबै लाइटको। अनि तपाईँको यो 6 को चाहिँ छ। यो 6 चाहिँ तपाईँको फेरि हरेक रुमको गिजरको हो। अनि गिजरमा चाहिँ तपाईँको जहिले पनि 6 कै लाउनुपर्छ। एउटा गिजरमा एउटा एमसिबी हो। कतिजनाले चाहिँ तपाईँको यहाँनिर 32 कोहरू लगाएको हुन्छ, 32 को एमसिबी लगेर सबै रुममा थ्रो गर्छ। त्यो चाहिँ तपाईँको सर्किट हुन्छ। किनभने एउटा तपाईँको एउटा गिजरमा एउटै तपाईँको 16 को लाउनुपर्छ है। दुईवटा गिजर छ भनेदेखि तपाईँको दुईवटा गिजर छ भने चाहिँ 16 को लाउनु पऱ्यो, नभए चाहिँ एउटा मात्रै गिजर छ भने चाहिँ 6 को है। त्यसरी थ्रो गरेर यहाँबाट जान्छ। अनि यो तपाईँको जति पनि फेरि अब यो तारहरू यहाँनिर ग्रिन तार छ यहाँनिर है, ब्लू तार छ। यो हेर्नुहोस्, यो चाहिँ सबै तपाईँको इन्भर्टरको यो सबै रुममा इन्भर्टर जान्छ। यो तपाईँको यो फेस हो, यो ठुलो, यो चाहिँ तपाईँको यो 2.5 को 2.5 को तपाईँको यो गिजरको लाइन हो। जतिमा यो छ यहाँनिर, यो चाहिँ तपाईँको गिजरको यहाँनिर है, गिजरको लाइन छ। त्यहाँदेखि तपाईँको यो फेरि 1.5 को छ, यो चाहिँ तपाईँको लाइटको हो। यसरी तपाईँको यसरी कनेक्सन हुन्छ। म तपाईँलाई देखाउनेछु है।